नै दुईटा थुवाचेको चाहिँ काम तमाम भइसकेको छ यहाँ खत्तम। ओ माय गॉड त्यो धारा नै चुवाचे त हाँसी छ यहाँ दुईटा हाँसे पठाएछ ल एउटा त तारेर माले भएछ यो फेरि राते भएछ ल माले पनि रहेछ त माइला सुँगुरको ढाड मस्काउने यो ढक्क लगाएर मान्छेको अब मस्किन्छ यसको ढाड यहाँ चाहिँ अब नुहाइदिने कार्यक्रम हुँदैछ सुँगुरको ढाड मस्काउने जाली चाहिँ यहाँ छ ल पनि फेरि यता रातो भएर अर्ग्यानिक रूपमा साबन तयारी यता फेरि एउटा पोल्ने कार्यक्रम भइरहेछ जुत्ता त सबै निकालिहालेछ त हौ खुट्टा लानेलाई त यो जुत्तासँगै नाफा हुन्थ्यो यसको जुत्ता निकाल्दै हालेछ नि कता पोलिदिएको भने ढाडदेखि लिएर उन्त ठाउँतिर पोलिदिन्छौ तँलाई त्यस्तो ठाउँतिर पोल्दाखेरि त गाह्रो भइरह होला ए सानी आमा पो रहेछ फेरि ल स्टिभ जुस हो कि क्या हो यो पहिला गिलासले गर्थ्यो भने अहिले टेक्नोलोजी आएर के आयो हेर यहाँ टेक्नोलोजी भनेको त यो पारेछ नि सुँगुर यसरी केलाउँछ तै पनि यो कस्तो मिठो हुन्छ यार बाफरे लाएर अर्ग्यानिक साबनले चाहिँ यसलाई नुहाउँदैछ यो चाहिँ के अरे खरानीबाट बनेको हो ए खरानी र बेसारबाट टक्क खतरा हुन्छ यसले प्वाइल होइन मैला सुँगुरको मासु चम्किने कारण चाहिँ यही हो है त बङ्गुर सुँगुर यहाँदेखि धरा नै चुवाचे भन्छन् जुनसुकै चुवाचेको मासु चम्किने चाहिँ यो एउटा अर्ग्यानिक साबन भन्ने हुन्छ यसको दुईवटा रेसिपी अब के भन्दाखेरि एउटा खरानी अनि अर्को के अरे खरानी र यो के हो बेसार होइन यो दुईटाबाट टक्क मिसाएर बनाएर यो अर्ग्यानिक साबन सुँगुरको चाहिँ साबन मान्छेले नुहायो भने पनि खतरा हुन्छ होला हौ साधुहरू त्यो पहिलो उयो बस्नेहरूले त यसले नुहाउनु पर्ने खासमा चाहिँ होइन अङ्कल लो फल्डिङ हाने त्यो आत्ता हो डढाइहालिन्छ नि हो सेतै यताबाट खतरा नुहाइदिन्छ बिचरा हाँसिरहेको रहेछ पुरै अनुहारले चौराएर हाँसिरहेको छ हेर खुसी भएको नुहाएर यो अनि मैले नि एक कतला फालिदिएपछि हाँस्नु परेन होइन मैले सुँगुर हाँसाइदिइहालिन्छ नि मालिस गर्ने नि एउटा तरिका हुन्छ नि चक्कु देखाइ मालिस गर्छ यार भाइ चक्कु कि बन्द गयो बाहुबली हो हुत्ता नपारेर यसको मुटु कलेजोको अपरेसन आन्द्रा भुँडीको अपरेसन हुँदैछ यहाँ अनि डाक्टरलाई पनि आजकल के अरे सानो चक्कुको युज गर्नु छोडेर खुकुरीको युज गर्नु थालेछ हौ माइलालाई नि यसरी अपरेसन गऱ्यो भने
यमराजले त सिस्नुको ओछ्यान लाएर मान्छेलाई त अपरेसन गर्छ अरे भन्ने सुनेको थियो यमराजले। परमेश्वरले जोगाउँछ होला हौ। जोगाउनु चाहिँ पर्ने हो होइन लिम्बू दाइ। यसको पेट मात्रै अपरेसन गर्ने भनेको होइन, उन्दैतिर पो अपरेसन तल तलै पुऱ्याइहाल्यो त। सबै गर्नुपर्ने अवस्था भयो। लिम्बू दाइको नियत ठिक छैन जस्तो यो सुँगुरसँग। ए यो चुवा चाहिँ अपरेसन गर्ने तरिका चाहिँ यो चाहिँ खतरा छ। तर यो मुनि चाहिँ केही ओछ्याएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो है। अपरेसन चाहिँ भइसकेको अवस्था डाक्टरले सुनाउँदैछ यहाँ। छैन निकाल अचार न अनि यसको मुनि ओछ्यान छैन क्या हो केही पनि। सिमेन्ट छ सबै लाटा भइसक्यो। यो अपरेसन गर्दा बोल्नु हुँदैन है क्या हो। बिचरा उठेर भाग्छ भनेर हो क्या। चुपचाप भइगयो। यहाँ छिराउनुहोस् उहाँले त्यहाँ यसलाई भन्छ त्यहाँ कि चुई चुई हो। लु आइसौ लु हामी यहाँ सुरु गरिहाल्नुपर्छ। त्यहाँ होइन घाँटी रेटे रेटे भइरहेको रहेछ नि। रेटे रेटे म हात धुएर पर मासु काट्नु जानु पर्यो। चाहिँ काटकुट भइरहेछ अब यहाँ।